हाम्रो यो बोमा कम्पनीको नयाँ 52 बनाउँदैछ नयाँ। पहिला हामी चाहिँ यहाँ थिएन आउने बेला, अहिले चाहिँ भर्खर नयाँ बनाएको थियो। आज चाहिँ आइतबार परेकोले छुट्टी हो। यो तेरो पुरै यहाँ भित्र टोरी साग छैन, यहाँ टोरी छ अरे अनि पहिला यहाँ पुरै गहुँ लगाइसक्यो। यहाँ 1 वर्ष लाग्छ अरे गहुँ पाक्नलाई पनि। भर्खर छ अरे 11-12 महिना भर्खर छ अरे। कुन केटाहरू फेरि उता गएको बोका खोज्न हिँडे हो होइन क्या तिनीहरू त होइन उहरू खुमेहरू क्या अर्को तिनीहरू तिनीहरू कहाँ बोका ल्याउँछ। कंपनी खतरा से है कंपनी यार। आयो टांगा सिका होला नि त्यसलाई होइन सानोलाई। बल्ल राख्ने यो त्रास हेर्न यस्तो ट्याङ्क पनि बनाइन्छ नि। ट्याङ्क छ 2-3वटा अझै अस्ति लिन आएको थियो यार। यस्तो त्यो के हाल्छ भने यो ट्याङ्की खास यो ब्लकहरूले बनाउने गिट्टी बोलाहरू राख्ने गर्छ। सानो रहेछ त्यो 8-16 ml। यो कपाचे भन्ने के यिनीहरूको भाषामा यो कपाचे भन्छ। ढक्कनलाई कपाचे भन्ने हो। कपाचे भन्छ उताको हामीले बनाएको बाजे भयो कपाचे त्यसको ढक्कन हो कि तन्नै थियो सकाएर आज फेरि आछ हामीले पुरै बनायो नि। आमा यो महिना कति बनायो पापाजी हैन भुइँमा छाप्नेलाई। कम्पनी नामै पापाजी साथै त्यत्रो साथै यत्रो पापाजी हामी पुरा फ्याक्ट्री भनेको त पुरै यही मात्र देखाउँछ यार गोगल गर्ने बेला रिगोलाको यो देखाउँछ। यो त गर्न यो गाउँबारी देखाउँछ कि यस्तो पनि देखाउँछ अलबत्त भन्टेकर यस्तै देखाउँछ फेरि फोटो खासै हाले छैन केही पनि यो घरहरू मात्रै देखाएको। त्यस्तो हालेको छ कि यहाँ यस्तो बनाएर यो त्यो घरहरू देखाउँछ कि हेटा बिस त अल्बा रहेछ नि फेरि होइन। तर यहाँको त्यस्तो ढक्कन बनाउनु पुरै काठले उठ्दैछ क्या त कता चढाएको थियो कि पर लगाएर राखा होला थियो कि छन्। लामै चाहिने होला तर डल्ला डुल्ली पुरै हामीले बनाउने अरे। यो चाहिँ मेन रोडै रहेछ के अरे यहाँको पायो है। यो के काम यो उडाउँछ भनेर पुरै चढाएर राखेको मैले त्यो घरि के गराउने गर्छ कि जाँठले। यो नयाँ पनि पुरै सम्म रहन्छ। पछि लाम थियो कता राखेको काठ यार लग्यो उठपट्टि त्यहाँ थियो पहिला यता
त्यस्तो होइन अलि यस्तो गोलो खालेको नि थियो क्या ठुलै खालको बत्ती ल्याएर राखेको यहाँ सामान राख्नु भने लिएर गयो कता दर्जेलो त्यो देखाउँछ होइन गोगुल हेऱ्यो भने हो त्यो यो ठुलो घुमा भनेर क्लोराइड ग्रुप लैसक्यो त्यहाँ पुरै बारिदिएछ नि तैँले यताबाट हिँड्ने गर्थ्यो क्या पुरै बारिदिएछ अहिले त उहाँबाट घुम्नु काठ त लैसक्यो कता लगायो बिचमा हल्लाएर आउनु त यो त उसमा हाल्ने रहेछ नि यो त्यस्तोमा यो ट्याङ्की बनाउने के बनाउने यो ट्याङ्की बनाएर होइन खै के उठाउने के यहाँ छ कि रिगोला भन्दो रहेछ यो पुरै नालीमा यो चाहिँ उसमा बनाउने यो नाला खनेर टक्क टक्क राखेर यसमा चाहिँ हाल्ने एउटा उयो पनि बनाउँछ यो छ कि सेन यो यत्रो चाहिँ होइन न जाँदा नै त्यो सब फालिसक्यो त्यो तर यो छुट्याउनु पर्छ कि हामीहरू ल्याएर अरू पनि फुटेको थियो क्या यो त नयाँ हो यतिर नि छ क्या यो त अलि माटो लाग्छ यो ठिक ठिक होइन यो डल्लो डल्ली केमा युज गर्छ है पुरै छ अझै बनाऊ भन्छ यार यो यार तर गतिले चाहिँ रहन्छ क्या पुरै त्यस्तो बनाउनु रहेछ त्यहाँ राखेको छ नि त्यसरी राखेको छ यिनीहरूले डेमो बनाएर यहाँ यस्तो बनाएको छ क्या त्यही हो मैले बनाउने माटो यही बनाउने भन्छ कहिले के बनाउने यता डल्ला डल्ली कम्पनीमा यो चाहिँ करङहरू पुरै पलासा भनेर फलामलाई पलासा भन्छ क्या यहाँ यो कि यसको नाम पलासा हो पलासा हो यहाँको भाषामा पलासा भन्ने यस्तै बुन्ने भनेर बनाऊ भन्थ्यो यहाँ यो घरमा यसमा भने अनि बाजेको पनि बनाउने होला होइन पुरै टन्नै कताबाट जाने यहीँ बिचबाट क्यामेरा त्यो युज गर्छ यताको यतापट्टि परेछ नि यो दुईवटा अरू त खासै हेर्दैन ढक्कन कम्पनी रमाइलो छ काम गर्ने अब दुखाइ भए पनि ढक्कन खोल्ने हाल्ने यो बाटोमा काम लाग्ने रहेछ ढक्कन हाल्ने नि यिनीहरू पुरै नालीमा उसमा बाटो नालीको त सबै कति मिनेटको 9-10 मिनट भइसक्यो यार